सन्दकपुर कति साल जानुभयो र तपाईँ? 40 सालमा जग्गा लिएको मैले, 42 सालमा पास गरे आमाहरू गएका, हजुरआमाहरू गएको। बच्चा लिएर गएको। अनि भनेपछि तपाईँ कति वर्ष हुनुहुन्थ्यो? 40 सालमा भनेपछि 40 वर्ष 48 वर्ष हुनुहुन्थ्यो 40 सालमा। अहिले 93 91 92 होइन? 92 लाग्यो। अनि त्यहाँ कसरी किन्नु भएको थियो त्यो बेला जग्गा? अब मैले त्यो बेला उसमा बजारकै साइडमा 8,000 कट्ठा सन्दकपुरमा 8,000 रुपियाँ कट्ठा। कट्ठामा महँगो पऱ्यो है त्यो बेला? महँगो, त्यो पनि अब महँगो मलाई नयाँ देखेर महँगो पारे। हेटौँडा त धेरै सस्तो थियो। 4,000 को कट्ठा पाउने रहेछ। नयाँ देखो 8,000 रुपियाँ लिदियो। 8,000 रुपियाँ डबल 8,000 रुपियाँ कट्ठा 40 साल भने त धेरै महँगो पऱ्यो भने। महँगो त हो त। अनि त्योभन्दा अलि पर चौरी केही नभएको खिरखिरेले पल खन्थ्यो। खिरखिरे भन्छ जानवर हुन्छ नि, पल खन्या चौरीमा 200 रुपियाँ कट्ठामा म दिन्थेँ भनेको थियो। त के गर्नु त, काम छैन त। केही हुँदैन, बालुवा छुरो बालुवा। अनि खैरनीमा कति थियो अनि जग्गा? खैरिनीमा उताबाट कुरा छ। अनि जाँदाखेरि म आएँ उताबाट, घरबाट भात खाएर आएँ। दम्कीमा गोठ थियो, गोठकै बाटो आएको। अनि आउनु पर्दै भिमभेदी आउनु पर्ने ससुरालीको आँगनबाट बाटो। ससुराली भीमफेदी आँगनबाट आउनुपर्ने माथि नै थियो। अनि आएँ, आउँदाखेरि त्यो दिन ससुरालीमा श्राद्ध रहेछ बुढी सासूको। भर्खर टिका लगाएर चरार सिद्ध्याएर बाहुनलाई टिका लाउनु आएर ओहो ज्वाइँ आइपुग्नु भएछ, बोलाउनु पर्ने। हामीले बोलाएन, पितृले बोलाएर ल्याएको भने ससुराले टिमुर्किया छन् थिए ससुरा पनि। अनि त्यहाँबाट बोलाउनु जान त झिँडेर जानु पर्थ्यो टेकरसँग। पर्थ्यो। अनि बसेँ, टिका लगाएँ, एउटा मोर टिका लगाएँ। त्यतिखेर एक पैसा मोर भनेको धेरै ठुलो कुरो थियो। पैसा ठुलो थिएन, पैसा त थिएन। अनि खानासाना खाएँ, ल खाना खाऊँ भने खाना खाइसकेपछि म त चितवन जान झरेको, भाइ चितवनमा छ, मकै भाँचिया छ अरे। अन्त चिठीको कुरा नि थियो, फोन थिएन, यही थिएन होइन। चिठी पनि कति नपुग्ने हो। चिठी पनि कति दिन पुग्थ्यो। अनि चिठी आएछ र चिठीमा भाइ छ अरे, मकै भाँचिया छ अरे, खेतालालाई ज्याला दिनु पैसा छैन रे भने पैसा पठाइदिनु भने रहेछ। पैसा लिएर जान लाग्यो। म त जब बुवाले जा भन्नुभयो, तेरो आमा माइतीमा छ त्यही घर छैन, लगेको छैन भने त भन्ने थिएँ, बुढाले त भनेको थिएँ ज्वाइँ श्राद्ध खाएको दिन नजानुहोस्, भोलि बिहान सकेर उठेर जानु भनेको थिएँ है। भन्नु चाहिँ नभने आएन भने बुढाले होइन, म त जान्छु। उहाँ भाइ र आउचुट परेको छ, खर्च नभएर। त्यहाँबाट गाडी चढ्ने हो, हिँड्ने होइन? म हिँड्न पर्ने होइन, गाडी चढ्ने त हो नि। यहाँ तल झर्छु, गाडी पाइहाल्छ, गाडी चढ्छु, पुगिहाल्छु भने त्यहाँबाट झरेँ। कहाँ थियो अरे पहिला चाहिँ? त्यो अहिले भएको बाटोमा थिएन? कहाँ पाउनु, त्यहाँ अहिले भएको बाटोमा चाहिँ के नेवार टोल हो सबै? माथि थियो, माथि ब्यारी छ नि, ब्यारीको पर अलि पर ब्यारीभन्दा माथि डाँडामा थियो। त्यो सुपिङ जानेपट्टि, यतापट्टि वारीपट्टि कोगरे जानेपट्टि भन्ज्याङ, तल्लो भन्ज्याङ भन्थे त्यसलाई, मलाई थाहा छ। अनि झरेँ, भिमभेदी आइपुगेँ। गाडी पनि ठ्याक्क आलु लोड